बन्दीपुरै हो नि। अब हामी बन्दीपुरको लागि चाहिँ रवाना हुँदैछौँ होइन। हाम्रो खास जाने प्लान चाहिँ 5 बजे हो बिहान। निकै नै ठुलो पानी आएको भएर अहिले हामी अहिले 9 बजी जाने भयो। पानी अहिले बन्द भयो। बाहिर जाऊँ सबैजना रेडी भइसकेका छौँ। भएन यी सामानहरू छुटाउँछन् कि केटाटीले भनेर म सामान बोक्दैछु सम्झाउँदैछु केटाटीलाई। फेरि उहाँ गएपछि यो बिर्से भन्छन्। हामी चाहिँ खाली हात हो जाने। हुन्छ अब जान्छौँ हामी। ल बाई बाई। ढुकासुका लाएर चाबी लाएर अब गाडी पनि बाहिर आइसक्यो। अब गाडी आइसक्यो। अब हामी अब गाडी चढ्दै हजुर हजुर बिहान पानी गरेर सिट क्याप्चर भइसकेछ। सिट क्याप्चर भइसकेछ। 2 घण्टा दिनभरि जति ल हामी अहिले गाडीमा चढिसकेको छौँ। अहिले हामी बुद्ध चोक आउन लागिसक्यौँ। हेम्जाको बुद्ध चोक है। फेरि कस्तो लागिरहेछ हजुरहरूलाई? रमाइलो छ नि होइन? हाम्रो यात्रा कहाँसम्मको? हाम्रो यात्रा वहाँ बन्दीपुर। अब मौसम चाहिँ अहिले बर्खाको समयले गर्दाखेरि अलिकति अलि अब त्यति घुम्न पाइला जस्तो छैन। त्यो पनि अब जस होइन सबै गेट टुगेदर यसो सबै त्यही नै हो रमाइलो। सबै भएर एकजुट भएर हिँड्नु नै रमाइलो हो। बन्दीपुरमा गएर घुम्नै पर्छ भन्ने छैन होइन। हाम्रो रमाइलो भनेको यही हो। सबै हामी एकजुट भएर होइन भेला भयो त्यही हो एउटा सम्झना होइन। अब यस्तो भेट अब कहिले हुन्छ टाइम लाग्छ। सबै बाहिर भएपछि जस त्यही नै हो रमाइलो भनेको। अहिले त बाटो कस्तो भइसक्यो दिदी भन्नु। पहिला चाहिँ यो सिलगढी बाटो अलि बढी अलि खन्दा बनाउँदै थियो के अहिले चाहिँ त्यो सरर राम्रै भएको छ। अहिले चाहिँ सर 4 लेनको बाटो राम्रो भएको छ। यहाँ पनि ठिक हुन्थ्यो कि बाबुले यहाँ राखे हुन्थ्यो कि यो बन्द हुन्थ्यो नि। यो फुल्न पऱ्यो कि डल्लो भाउजूको घर शान्ति हेर्नु भयो। कहिले आउँदा तन्केर हेर्नु पर्ला। तन्केर बाबु हजुर तिमी यता बुवा मलाई खेलेर भनिदिनु होइन यो भित्र यो बसेर आउँदैछ नि अगाडि लाउन बाबु यता हुन्छ पानीले हो त हिँड्ने थिएँ बर्खामा चाहिँ विरोध हिँड्ने बेला हुन लाग्छ कि आज भनेको दिनले धोका दियो। अब त दिन्छ नि बर्खामा यस्तै एकदम राम्रो टाइम त एकदम। बुवा मम्मीहरू पनि आइसक्नु भएको छ यहाँ। होइन अरू ठाउँमा भएको भए मैले बाउ पनि आइसक्यो यो त त्यो ठाउँमा एकदम मैले कहाँ आइपुग्यो त? बुढी बजार आइपुग्यो ल। म यता हुनुहुन्छ गाडी भरि भएर आउँछ। मम्मी चाहिँ उता अगाडि बस्नुहुन्छ कि मम्मीलाई चाहिँ गाडी लाग्ने भएर फेरि अगाडि गएर बस्नुहुन्छ। मम्मी कस्तो छ अहिले? ठिक छ छोरो अहिले ठिक छ। प्लास्टिक छ नि त्यहाँ होइन? प्लास्टिक भयो के भएन। अहिले हामी यो लेखनाथ आइसकेको छौँ। अब अझै छ। अब 1-1.5 घन्टा अझै 1 घन्टा जस्तो लाग्छ होला। हानि भएको नि नेपाल यस्तो पुल बन्न लाग्यो रहेछ। दामी पुल बन्न लाग्यो। छ नि त त्यहाँ अहिले यो नयाँ विकासमा फेरि खड्को हान्छ लामो रहेछ पुल पनि यार। लामो। अब हामी बन्दीपुरको उक्लिसकेका छौँ। अब एउटा बन्दीपुर उकालो हुँदै जाने। बाटोमा रोकेर अब एकछिन हल्का यस्तो रेस्ट गर्नु पर्यो। यहाँबाट चाहिँ भ्यू चाहिँ यस्तो देखिरहेको छ। माथिको डाँडाबाट चाहिँ भ्यू चाहिँ यस्तो। मम्मीले कस्तो भएको छ अहिले?
ठिकै छ आज बमिट चाहिँ आएन कि जस्तो है अडे बसेर तर आएन तर रोकेँ गाडी हो र ब्रेक लाग्यो तर हामीले त खायौँ 2 चोटि पोलेरै खायौँ घरमै हाम्रो नि पोले पोलेको मकै रे यो चाहिँ काँचो मकै कि नि छोडाएर आएको नि त्यतिकै अस्ति उसिने मकै बरु सम्बन्ध छोडाएर फ्रिजमा राख्ने अनि यति नुन र चिनी हालेर उसिन्दैछ त्यो लगभग बेसी हुन्छ माथिबाट चाहिँ बाटो चाहिँ यस्तो देखिन्छ हेर्नै पाएन सालको जङ्गल आउन त बाइकमा बन्दीपुर हल्ला छिरिसक्यो बन्दीपुर बन्दीपुर गाउँ ल अब हिँडेर हो त्यो गेटबाट गयो नि भयो यता छेउछेउ गयो नि भयो हो त्यो साइकल ल्याए नि त्यो गेटबाट हिँडे हुन्छ अनि हाम्रो गाडी कति पुरा आइसकेको छौँ अब हामी हो त्यहाँबाट हो कि खास भ्यू हेर्ने चाहिँ तुम्हारा आउँदै आयो वेलकम टु बन्दीपुर अब खाना एउटा मजा भन्नु सबै देखिन्छ होला नि मेरो यहाँ खाना खाने ठाउँमा चाहिँ यस्तो खाना खाने ठाउँ चाहिँ यस्तो रहेछ होइन हामीले खाना चाहिँ भर्खर अर्डर गरेछौँ अब खाना चाहिँ अब आधी घन्टामा अहिले 20-25 मिनटमा आएर खान्छौँ यहाँबाट चट्ट यहाँ बसेर चट्ट खाना खाँदै हामीले यस्तो भ्यू देख्न सक्छौँ यहाँबाट कति राम्रो रहेछ होइन 15-20 मिनट लाग्छ अरे बन्दीपुरको भ्यू पोइन्ट चाहिँ त्यहाँ छ यहाँ जाने हो नि त्यहाँनिर अहिले पानी परेन भने चाहिँ जाने हो के अरे यहाँबाट चाहिँ यस्तो भ्यू छ यस्तो बादलले छेक्न लागिसक्यो अब चाहिँ यहाँ बादल यस्तो मजाले लिने हो गाडी जाँदैन र हिँड्ने पर्ने सबै देखिन्छ त्यहाँबाट त्यो लाइट परेर के भएर आएको चाहिँ त व्यवहारिक कुरो हुँदैछ होइन बन्दीपुर बजार यही होला हेर्नुहोस् बन्दीपुर जाउँला सँगै बसौँला क्यामेराले सेल्फी खिचौँला लागेको होटलको नाम जस्तो छ कोजी माउन्टेन होम विथ टेरेस रेस्टुरेन्ट खाना खाने बेला भएको छ खाना खाने होला नि त चिकन खाना यहाँ छ है पुरा रेडी भयो है त कोजी माउन्टेनका यस्तो देखेछौँ हामी सबैजना हामी यस्तो कपडा लाएर बसिरहेको छौँ होइन यहाँ नलाउने मान्छे पनि छन् फेरि कस्ट्युममा चाहिँ हामी यस्तो देखेका छौँ हामी न्यारी पोसाकमा हामी कस्ता देखिएका छौँ ल हेरेपछि युट्युबमा भनिदिनुहोस् है साथीहरू सबैलाई नमस्कार
ल जाऊँ अब फोटो खिच्न अलिकति उता ठाउँ खोज्दै हिँड्दैछौँ हामी तर मेरो यहाँ कपालको त चिप्ल्यो क्या हो अरू केही छैन एक ड्रेस मात्रै लगाएर फोटो खिच्ने अरू ठाउँ घुम्नु सकिसक्छ गर्मी भयो है यो कपडा चाहिँ अलिक बाक्लो हुने रहेछ कि कपडा भित्री पनि छ यसमा जाडोको लागि चाहिँ राम्रो काइता हुने चाहिँ कपडा बन्दीपुरमा आएर न्यारी ड्रेस लाग्यो बन्दीपुर जाम्ला सँगै बसौँला क्यामात अब हामी ड्रेस चेन्ज गर्न जाँदैछौँ गर्मी भयो फोटो भिडियो खिचेर भ्यायौँ हामीले हो कि होइन फोटो भिडियो खिचेर भ्यायो होइन त अब ड्रेस चेन्ज गर्न ड्रेस चेन्ज गरेर चाहिँ हामी अब त्यो डाँडामा जान्छौँ त्यहाँबाट मेन भ्यू पोइन्ट चाहिँ त्यो डाँडा हो उता माथि टाढा छ अलिकति हिँड्नुपर्छ यता नजिक रमाइलो छ यता पनि मन्दिर यता पनि रहेछ त है मन्दिर भ्यू पोइन्ट रहेछ त्यहाँ ठिकै छ डाँडा चाहिँ गाउँ के अरे त्यो डाँडा हामी अब फर्किँदैछौँ यहाँबाट एकछिन ड्रेस लाएर घुम्यौँ अनि फोटो खिच्यौँ अब चाहिँ हामी फर्किँदैछौँ ग्रेटवाला बन्दीपुर जाने रे अब चाहिँ अनि त्यसपछि बल्ल हामी घर जान्छौँ हामी चाहिँ अहिले चाहिँ माथि ग्रेट वाल माथि बन्दीपुरको भ्यू पोइन्टमा जाँदैछौँ अहिले ठुलो भवन यो ठाडो उकालो रहेछ अलि थकै लाग्ला जस्तो त्यहाँ चाहिँ ठुलो भवन बनाएको रहेछ अहिले त्यो के को भवन रहेछ त्यो केबल कारको भवन बनाएको रहेछ त्यो कसरी बनायो होला त्यत्रो गरे है ल शान्ति ओ शान्ति ओ यता यता अहिले त सगरमाथि चढे जस्तो हाम्रो गर्ल्स पार्टी यता बोइज पार्टी यता ल जाम छिटो छिटो बन्दीपुर ठुलो पानी पर्छ ठुलो पानी परिरहेको हामी आज हामी ग्रेट वाल जाँदैछौँ ग्रेट वाल सबै माथि उकालो चढ्दैछौँ हामी हजुर त नि ठिकै भयो कि तल चाहिँ यस्तो छ अब ग्रेट वाल माथि छ अरे 10-15 मिनट 20 मिनट लाग्छ अरे हामी त्यहाँ जाँदैछौँ अब हिँड्नु पर्ने रहेछ थकरा हामी चाहिँ गुरुङचे डाँडा आइपुग्यौँ भर्खरै अझै यहाँबाट अझै माथि छ त हालत खराब भइसक्यो भनेको त आगो नलगा भने गुरुङचे डाँडा आएर फेरि विश्राम मार्ने हो कि होइन भने अब हामी जान्छौँ बन्दीपुरको भ्यू पोइन्टमा लगभग आइसकेको छौँ होइन यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ यस्तो बवाल भ्यू देखिन्छ यहाँबाट चाहिँ यहाँबाट बन्दीपुर बजार देख्न सकिन्छ यहाँ तल सर्लक्कै यहाँबाट 360 भ्यू दामी आउने रहेछ यहाँबाट सर्लक्कै 360 भ्यू देखिने चाहिँ बन्दीपुर बजार उता त्यो बाटो देखेको छ काठमाडौँ जाने बाटो जस्तो
निकै नै सुन्दर भ्यू देखियो छ यहाँबाट। बन्दीपुरको देउराली मन्दिर ढुक्क गर्नु पऱ्यो है। यहाँ कस्तो आनन्द हुने भ्यू छ। बन्दीपुरको ग्रेट वाल यहाँ रहेछ ल। बन्दीपुरको ग्रेट वाल अब यो बाटो होला। अब यो बाटोको त क्या आनन्द आउने चाहिँ आउँछ नि त। क्या मजा भ्यू, यति रमाइलो भ्यू। यता अगाडि फोटोसुट भइरहेको छ। मम्मी र डल्ली चाहिँ आउन सकेन किन म चाहिँ हिँड्न नसकेर माथि आएँ। यिनीहरूले जस अब यही भिडियो हेरेर चित्त बुझाउनु भयो। किन यति राम्रो गाउँ रहेछ। नेपालमा यो गाउँ नआएको त ठाउँै छैन धेरै। यस्तो पछाडिपट्टि यस्तो राम्रो गाउँ रहेछ, यति ठुलो बस्ती रहेछ। फेला पऱ्यो हामी बन्दीपुर आउने क्रममा हामीले यस्तो खालको छेपारा देखेको छौँ होइन। यस्तो अचम्मै नयाँ खालको छेपारा देखियो हामीले यो बन्दीपुर आउने क्रममा। यो गर्मी ठाउँ भएको भएर चाहिँ डिफ्रेन्ट भेराइटिज यो छेपाराहरू पाउने रहेछ यहाँ। हामीले यहाँबाट सर र भ्यू हेऱ्यो, ग्रेट वाल हेऱ्यो होइन। ग्रेट वाल हेऱ्यो। अब चाहिँ हामी चाहिँ फर्किन लाग्यो। हजुर सल्लाहको उस बुटोमा चाहिँ हावा ठोकेर है कस्तो दामी साउन्ड आयो कस्तो राम्रो भ्यू पनि है। हामी चाहिँ साथीहरू अब फर्किँदैछौँ तल माथि उकालो चढेर। अब ओह्रालो झर्ने क्रममा छौँ हामी चाहिँ। धन्न त्यस्तो गर्मी दिन चाहिँ परेन, शीतल दिन पर्यो। अनि हामी चाहिँ जाँदैछौँ तल। अब चाहिँ घर जान्छौँ हामी। तल गाडी छ अनि गाडीमा त्यहाँसम्म पुगेर अनि जान्छौँ। हामी चाहिँ अब बन्दीपुरबाट आएर पनि घर गएर नि चिया खाएर नि अब फेरि हामी घर जाँदैछौँ। ब्लग भनौँ न अझै कस्तो भयो गर्ने समय आइसकेको छ होइन। कस्तो भयो बन्दीपुरको यात्रा रमाइलो भयो। बन्दीपुर तर धेरै समय त लाग्दो रहेछ। 2-3 घन्टामा चाहिँ मजाले घुम्न पाइन्छ। घरहरू चाहिँ अब त्यति 200 मिटरको लो त्यो रेन्जमा त्यति घरहरू रहेछ। त्यो घरहरू गयो अनि त्यहाँको नेवारी कपडाहरू लगायो अनि खानासाना खायो। अनि त्यो माथि भ्यू पोइन्टमा गएर भ्यू हेऱ्यो। अनि त्यति नै रहेछ। तर जस 3 घन्टामा त इनफ भ्याइन रहेछ जस। त्यो भएर जस बिहान 9 बजेको यहाँबाट हिँडेको छिट्टै फर्क्यो हामी चाहिँ। अझै बज्न त 7:30 भयो। 7:30 भयो त घर बस्यो, घरमा बस्यो। त्यसले गर्दाखेरि न त जस धेरै टाइम लाग्दो रहेछ घुम्नको लागि। राम्रो ठाउँ चाहिँ लाग्यो मलाई जस। सधैँ भ्यू पोइन्ट चाहिँ बबालै रहेछ। त्यहाँबाट चाहिँ भ्यू चाहिँ बबालै देखिन्छ। 360 भ्यू। अनि हावा यस्तो शीतल लाग्यो होइन। त्यही नै हो। अब हामी पनि बुवा म उता घरमा ओर्लिङ भयो। बुवा म भाइ पल्सेस भाइ उता घरमा झर्नु भयो। अनि हामी चाहिँ अब यताबाट सिधै घर जानु लाग्यो। अब हामी चाहिँ अब खाजाभुजा खाइयो, चिया बिस्कुट खाइदियो, फलफुल खाइदियो होइन, पानी खाइदियो, सबै कुरो खाइदियो। अनि अब चाहिँ हामी घरतिर फर्किन लाग्यो। अहिले चाहिँ हामी अब यो पिण्डवासी आइसकेको छौँ। अब यहाँबाट हामी अब 10-15 मिनटमा घरमा पुग्छौँ।
अकेला आएर यहीँ बसौँ जस्तो भएको थियो अब ज्ञानी घर जानै पर्ने फेरि सबैले गेट लाएर आएका चाबी लाएर आएका जानै पर्यो ल अब चाहिँ फेरि भेटौँला बुवाले नि ल